नमस्ते नमस्कार जय सियाराम। हिजो बाढीको कारण हाम्रो नेपालमा यस्तो घटना घटेको छ कि जसको कल्पना गर्दाखेरि पनि मन दुख्छ, मन रोइरहेछ। तर यही ठाउँमा यो मान्छे पाकिस्तानको छ, खुसियाँ मनाउँदैछ। यसको साउन्ड मैले म्युट गरिदिएछु किनकि यसको बोली सुन्नु यस्तो यस्तो गाली गर्न मन लागिरहेछ। बाई मिस्टेक यो अगाडि भयो भने नि म यसो घाँटी हेरिदिन्थेँ, अगाडि पछाडि जे हुन्थ्यो जे हुन्थ्यो। हाम्रो यो दाजुभाइहरू कहाँ छ, कुन हालतमा छ, खाएको पाएछ कि छैन त्यो ठेगान छैन। तर यो रणधीर कुर्बान खुसियाँ मनाउँदैछ। जे भयो राम्रो भयो, तबाही भयो, अल्लाहको कहर छ, हिन्दूहरू मरोस् भनेर यस्तो यस्तो भन्दैछ। तर यही नेपालमा केही माधर जो सुगरका नजायज औलादहरू, आतंकवादीहरू यिनीहरूलाई बाउ भन्छ। त सुन त माधर चोदहरूलाई भन्न चाहन्छु म, तिमी नेपालमा बसेर पाकिस्तानीलाई बाउ भन्छौ, तेरो बाउ अहिले खुसियाँ मनाउँदैछ। 6वटा 5वटा जिल्लामा यस्तो तबाही मचेको छ हाम्रो नेपालमा। कुन हालतमा को मान्छे छ, कुन जात धर्मको छ, कसैको लास पहिचानमा आउँदैन। तेरो बाउले अहिलेसम्म मद्दत पुर्याएको छैन, त्यही ठाउँमा खुसियाँ मनाउँदैछ। तर यही ठाउँमा हामी जसलाई पडोसी देश मानेर भन्छौँ, बेटी रोटीको नाता छ भारत, उसले घन्टा नबित्तिकै मद्दत पुर्यायो, खानेकुरा पुर्यायो, डक्टर पठायो, अब वायुसेना प्लेन पनि पठायो। त हामी भारतको नाम लिने भने कसको नाम लिने? त म नेपाल सरकारसँग एउटा बिन्ती गर्न चाहन्छु, नेपालमा बसेर जो कोही पनि पाकिस्तानको गुण गाउँछ, पाकिस्तानको झन्डा बोक्छ, त्यो रारीको माधर चोदहरूलाई, आतंकवादीहरूलाई नेपालबाट लखेट्नुपर्छ। अब हामीहरू यसले दुःखमा छौँ, हाम्रो नेपाली दाजुभाइहरू यस्तो दुःखमा छ। कतिको लास पनि भेटेको छैन, घर पिछले छ, कसैको बच्चाहरू रोएछ, के गरिरहेछ थाहा छैन। तर यही ठाउँमा त्यो माधर चोद पाकिस्तानी खुसियाँ मनाउँदैछ। सबैजना भिडियो सेयर गर्नुहोला र त्यो माधर चोदहरूलाई अबदेखि जसले नेपालमा बसेर पाकिस्तानको झन्डा बोक्छ, पाकिस्तानको नाम लिन्छ, पाकिस्तानी खेलाडीलाई पनि सपोर्ट गर्छ नि, त्यो माधर चोदहरूलाई लखेटेर भगाउनुपर्छ, मार्नुपर्छ जुताले। सुगरको नजायज औलादहरू के भन्नु, कुनै यस्तो यस्तो गाली गर्न मन लागिरहेछ नि, सामान्य भयो भने म के गर्थेँ थाहा छैन। मन यति रोइरहेछ नि, मेरो दाजुभाइहरू कहाँ छ के छ थाहा छैन।